हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई छोटो एन्ड मिठो भ्लगमा। आज चाहिँ म हजुरहरूलाई च्याउको तरकारी पकाउन गइरहेको छु र हजुरहरूलाई च्याउको तरकारी कस्तो लाग्छ मलाई चाहिँ एकदम मनपर्ने भएर मैले चाहिँ च्याउको छोटो रेसिपी लिएर आएको छु। र मैले च्याउको लागि चाहिँ यो थोरै टमाटर पनि रेडी गरेँ, अनि त्यसरी प्याज, अनि चाहिँ मैले मसला पनि रेडी गरेँ र मैले कराई बसाएँ। अनि कराई बसाएको 1 मिनट कराई तातेपछि मैले तेल हाल्न सुरु गरेँ। कराईमा तेल हालिसकेँ र कराईमा तेल तातिसकेपछि प्याज रेडी गरेँ। प्याज चाहिँ हजुरलाई जति मनपर्छ त्यति नै एड गर्न सक्नुहुन्छ। मलाई चाहिँ एकदमै मनपर्ने भएर चाहिँ मैले धेरै नै एड गरेँ। सो अब चाहिँ कराई तातिसक्यो र मैले चाहिँ प्याज हालेँ। प्याजलाई चाहिँ एकदम नडर्ने तरिकाले चाहिँ बिस्तारै पन्युले चलाउँदै गरेँ र ग्यासलाई चाहिँ मैले एकदम स्लोमा राखेको थिएँ र अझै पनि म स्लोमा राखेर 1-2 मिनटको लागि प्याजलाई पाक्नको लागि थालले ढाकिदिन्छु। र अब हेर्न सक्नुहुन्छ 2 मिनटपछि प्याज चाहिँ यस्तो भइसकेको छ। प्याजले चाहिँ मैले अझै पनि पन्युले चलाइराखेँ र अब यस पछाडि टमाटर यसमै हालिसकेँ। हजुरले पछि एड गर्दा पनि हुन्छ, मैले चाहिँ यसमै एड गरिदिइसकेँ। र टमाटर हालिसकेपछि मैले मसला हालेर रेडी गरेँ। मैले चाहिँ मसलामा थोरै बेसार अनि खुर्सानीको थोरै धुलो, हजुरहरू चाहिँ जति पनि एड गर्न सक्नुहुन्छ। हाम्रो चाहिँ धेरै खुर्सानी पिरो नखाने भएकोले मैले थोरै एड गरेँ। यसलाई चाहिँ मैले 15 सेकेन्ड जति पन्युले नै चलाइराखेँ र अब यसलाई चाहिँ फेरि मैले थालले ढाकेँ। अनि ढाकिसकेपछि केही बेरसम्म हेर्न सक्नुहुन्छ हाम्रो 2 मिनटपछि प्याज टमाटर चाहिँ यस्तो भइसकेको छ। अब यसमाथि चाहिँ मैले थोरै जिराको धुलो हालेँ। अब यति भइसकेपछि चाहिँ मसरुम हाल्नलाई रेडी भइसकेको छ। मैले चाहिँ मसरुम हालेँ। मसरुममा चाहिँ मैले थोरै स्वादअनुसारको नुन हालेँ। र त्यसपछि चाहिँ हजुरहरूलाई मनपर्छ या हजुरहरू एड गर्नुहुन्छ कि नै, मैले चाहिँ गाउँको लोकल टिमुर चाहिँ यसमा मसरुममा चाहिँ एड गरेँ। हजुरहरू एड गर्नुहुन्छ कि नै, मलाई चाहिँ एकदमै स्वाद आउँछ र एकदमै मनपर्छ, त्यसैले चाहिँ मैले एड गरेँ। एकदमै स्वास्थ्यको लागि पनि फाइदा छ। अब हजुरहरू देख्न सक्नुहुन्छ पन्युले चलाउँदा चलाउँदा चाहिँ यस्तो भइसकेको छ, थोरै थोरै पानी निस्किसकेको छ। अब यसलाई चाहिँ 3-4 मिनटको लागि थालले छोपेर राखिदिनु पर्छ। अब हजुरहरू देख्न सक्नुहुन्छ छोपेको 3-4 मिनटपछि हाम्रो मसरुम चाहिँ यस्तो भइसकेको छ। र अब यसलाई चाहिँ मैले फेरि पन्युले चलाउन तर्फतिर लागेँ। फाइनली हाम्रो मसरुम चाहिँ खानको लागि रेडी भइसकेको छ। हेर्दा नै कस्तो मिठो खाउँ खाउँ जस्तो लागिसकेको छ। सो अब चाहिँ मैले खानाको लागि रेडी गरिसकेको छु थाल। अब चाहिँ यसमा म सबैजनालाई मसरुम एड गरिदिन्छु। मसरुमसँग खानको लागि चाहिँ हाम्रो रोटी थियो। रोटी चाहिँ आगोमा पकाएर यस्तो भएको रोटी, अनि सबैजनालाई मैले 1-1वटा रोटीहरू एड गरेँ अनि त्यस पछाडि खानको लागि दिएँ। फाइनली गाइस सबैजनालाई दिइसकेपछि म पनि खानातर्फ लागेँ र सबैजनाले मिठो छ भनेदेखि मलाई एकदमै खुसी लाग्यो र म खानातर्फतिर लागेँ भन्दै आजको भ्लगदेखि छुट्टिन्छु। हस् त, धन्यवाद, थ्याङ्क यू, बाई बाई।